हेलो साथीहरू, सबैजना सन्चै हुनुहुन्छ। आई होप एभ्रिवान सबैजना सन्चै हुनुहुन्छ होला। आज म एउटा सानो टपिकमा प्याथोलोजीसँग रिलेटेड एउटा सानो टपिकमा म एउटा एजुकेसनल भिडियो बनाउन गइरहेको छु, जुन टपिकको नाम के हो? आर्थराइटिस। अब हजुरहरूले आर्थराइटिस नामबाटै बुझ्नुभयो होला आर्थराइटिस भनेको के हो। नबुझे पनि आज म हजुरहरूलाई राम्रोसँग एक्सप्लेन गरेर आर्थराइटिस के हो, त्यसको टाइपहरू, सिम्पटमहरू के कस्तो छन्, म सबै हजुरहरूलाई मजाले पढाइदिनु छु। ल, भिडियो स्टार्ट गर्नुभन्दा पहिला म एउटा हजुरहरूलाईसँग के रिक्वेस्ट गर्न चाहन्छु। म एउटा सानो युजर हो, मेरो चाहिँ च्यानललाई सब्सक्राइब गरिदिनु होला सबैले। ल, अब आर्थराइटिस भनेको के हो? आर्थराइटिस भनेको हाम्रो जुन बोनहरूको जोइन्ट हुन्छ, त्यो जोइन्टमा यदि कुनै पनि इन्फ्लामेसन भयो भने, सुजन भयो भने त्यसलाई हामीले के भनिन्छ? आर्थराइटिस भनिन्छ। ओके, ल हेरौँ। आर्थराइटिस इज डिफाइन्ड एज इन्फ्लामेसन अफ जोइन्ट विच लिड्स टु पेन। होइन, आर्थराइटिस भनेको के हो? इन्फ्लामेसन अफ जोइन्ट विच लिड्स टु पेन। होइन, आर्थराइटिस भनेको हाम्रो जुन बोनहरू हुन्छ, त्यो बोनहरू बिच, जस्तै यो एउटा बोन भयो होइन, एउटा के भयो? बोन भयो होइन, अनि यो अर्को बोन भयो। यो दुवै बोनहरूको बिच एउटा जुन हुन्छ, यो जोइन्ट हुन्छ। त्यो जोइन्टभित्र यदि जोइन्टभित्र यदि कुनै पनि इन्फ्लामेसन भयो भने, कुनै पनि सुजन भयो भने त्यसलाई हामीले के भनिन्छ? त्यसलाई हामीले के भन्छ? आर्थराइटिस भनिन्छ। अब आर्थराइटिसले के गर्दा के हुन्छ? पेन पनि हुन्छ भनेको। अब हाम्रो शरीरको यदि बोनहरूको जोइन्टहरू यदि दुखिरहेछ भने त्यहाँ त पीडा त हुन्छ नै। ल, द आर्थराइटिस एफेक्ट द जोइन्ट, द टिस्यू द्याट सराउन्ड द जोइन्ट एन्ड द टिस्यू कनेक्टेड विथ जोइन्ट। ल हेर, अब हेर, आर्थराइटिस के भन्छ? द आर्थराइटिस एफेक्ट द जोइन्ट। आर्थराइटिसले केले असर गर्छ? जोइन्टले असर गर्छ। द टिस्यू द्याट सराउन्ड द जोइन्ट। अब त्यो जोइन्टको वरिपरि जति पनि टिस्यूहरू हुन्छ होइन, त्यो जोइन्टलाई त बाहिरबाट टिस्यूहरूले कभर गरेको हुन्छ। जस्तै हेर, यो आर्थराइटिस, यो जोइन्ट होइन। अब जोइन्टको बाहिरबाट त टिस्यूहरूले त कभर गरेको हुन्छ नि त। यो टिस्यूहरूलाई पनि उसले के गर्छ? एफेक्ट पार्छ। अनि त्यसपछि टिस्यू कनेक्टेड विथ जोइन्ट, त्यसलाई सराउन्ड गर्ने टिस्यूलाई पनि असर पार्दो रहेछ। अनि त्यसपछि त्यो जोइन्टसँग कनेक्ट भएको टिस्यूहरूलाई पनि के गर्छ? असर पार्छ उसले। ल हेर, अब यो जोइन्ट भनेको, आर्थराइटिस भनेको के हो हजुरहरूले बुझ्नुभयो होला, आई होप। ल, अब टाइप्स अफ आर्थराइटिस। होइन, आर्थराइटिस कति प्रकारको छन् भनेर हामीले पढ्नु पर्यो। देयर आर मोर देन 100 टाइप्स अफ आर्थराइटिस। यो विश्वमा हेर्ने हो भने 100 भन्दा बढी प्रकारको आर्थराइटिसहरू छन्। तर सबैभन्दा कमन टाइपको आर्थराइटिसहरूको बारेमा आज म सिकाउनु छु है त। पहिलो नम्बरमा के छ? ओस्टियो आर्थराइटिस। ओके, ओस्टियो आर्थराइटिस। दोस्रो नम्बरमा के छ? रिमाटोइड आर्थराइटिस। अनि तेस्रोमा के छ? गौट। अनि फोर्थमा इन्फेक्टियस आर्थराइटिस। अनि फिफ्थमा के छ? फाइब्रोमाइल्जिया आर्थराइटिस। होइन, अनि सिक्समा के छ? एङ्काइलोसिङ स्पान्डोलाइटिस। ओके, ल हेर, आज म अब पहिलाको एक्सप्लेन गर्न गइरहेको छु। ल, ओस्टियो आर्थराइटिस। होइन, ओस्टियो आर्थराइटिस भनेको इट इज द मोस्ट कमन टाइप अफ आर्थराइटिस। यो चाहिँ एउटा सामान्य प्रकारको अथवा सबैभन्दा धेरै हुने आर्थराइटिस मध्ये एक हो। होइन, इट अकर इन जोइन्ट स्पेसली इन द ह्यान्ड। यो चाहिँ के को जोइन्टमा हुन्छ? एउटा हातको जोइन्टहरूमा हुन्छ। वेट बेयरिङ पार्ट अफ द बडी इन्क्लुडिङ नी, जुन हाम्रो शरीरको जुन भागमा अलि धेरै भर पर्छ भनेको, धेरै वेटहरूको बियर गर्नुपर्छ, त्यस्तो भाग। जस्तै अब नी भनेको घुँडामा, हिपमा, अनि त्यसपछि यो स्पाइन मेरुडनमा पनि पर्छ। होइन, त्यसपछि इट अकर ड्यु टु ब्रेकडाउन इन कार्टिलेज। यो ओस्टियो आर्थराइटिस किन हुन्छ भन्दाखेरि, हाम्रो यो जस्तै हाम्रो यो के भयो? यो चाहिँ एउटा जोइन्ट होइन। अब यो जोइन्टमा एउटा बोन भयो होइन, यति बोन भयो, यो बोइन्ट भयो। अब यो बोनको बिचमा थोरै यो जोइन्टमा के हुन्छ? कार्टिलेज हुन्छ। होइन, यदि यो कार्टिलेजमा केही ब्रेकडाउन भयो, सपोज यो कार्टिलेज थोरै के टुक्रा, यो चाहिँ भने यस्तै टुक्रे होइन, टुट्यो भने, फुट्यो भने, अब यसले गर्दा के हुन्छ? यहाँ ओस्टियो आर्थराइटिस हुन्छ। ओके, ल हेर, अब यहाँ डायग्राममा पनि हेरौँ। ल हेर, यो नर्मल बोन जोइन्ट कस्तो हुन्छ? यो चाहिँ यसको के हो? यो कार्टिलेज होइन, यो चाहिँ यसको कार्टिलेज होइन। तर अब त्यही अब जति बेला ओस्टियो आर्थराइटिस भयो भने के हुन्छ? यो जुन यसको कार्टिलेज हुन्छ, त्यो कार्टिलेज ब्रेकडाउन भएर के हुन्छ? कार्टिलेज फ्रेगमेन्ट बाहिर निस्किन्छ, अनि यो चाहिँ कार्टिलेज पनि थिन हुँदै जान्छ। ओके, अब हेरौँ, आई होप यति त बुझ्नुभयो होला। होइन, अब हेरौँ, कज अफ आर्थराइटिस। होइन, अब आर्थराइटिस केले गर्दा हुन्छ? एज। अब हेरौँ,
एज जस्तै अब मान्छे यदि सानो छ यङ छ भने होइन उसमा चाहिँ आर्थराइटिसको सिम्टमहरू अलिक कमै हुन्छ। तर जति बुढो हुँदै जान्छ एल्डर भनेको जस्तै एज बढ्दै गयो भने के हुन्छ ओस्टियो आर्थराइटिस पनि बढ्दै जान्छ भनेको त्यसको सिम्टमहरू हेर्न सकिन्छ। जेन्डर भनेको अब यो जेन्डरमा हेर्ने हो भने खासमा मेलहरूमा अलिक कमै हेरिन्छ, फिमेलको कम्पेरिजनमा फिमेलमा अलिक धेरै हेरिन्छ यो आर्थराइटिसहरू। त्यसपछि जेनेटिक फ्याक्टर अब यो वंशाणु पनि हुन्छ। अब एउटा मदरबाट सनहरू डाटामा पनि ट्रान्सफर हुने गर्छ। अनि ट्रमा भनेको जस्तै अब कुनै एक्सिडेन्ट भयो चोटपटक लाग्यो भने त्यति बेला पनि के हुन्छ ओस्टियो आर्थराइटिस हुन्छ होइन। अनि वेट भनेको अब शरीरको तौल धेरै बढ्यो भने आर्थराइटिस चाहिँ हुन्छ होइन। मेटाबोलिक होइन, मेटाबोलिकमा के हुन्छ हेमोक्रोमाटोसिस। हेमोक्रोमाटोसिस भनेको हाम्रो शरीरमा चाहेको भन्दा धेरै यदि आइरनको एब्जर्प्सन भयो भने त्यसले के भन्छ हेमोक्रोमाटोसिस। ल अब मैले के पढाइसकेँ कज अफ ओस्टियो आर्थराइटिस होइन। अब के पढाउँछु सिम्टम होइन। अब यसको लक्षणहरू के हुनसक्छ जोइन्ट इफ्युजन एन्ड स्ट्रेचिङ अफ जोइन्ट क्याप्सुल। जोइन्ट इफ्युजन भनेको के हो अनि स्ट्रेचिङ अफ जोइन्ट क्याप्सुल भनेको के हो ल हेर्नुहोस्। जोइन्ट इफ्युजन भनेको होइन ल यो जोइन्ट जस्तै यो चाहिँ के हो हाम्रो साइनोभियल जस्तै यो जोइन्टको यो बिचमा जुन भाग हुन्छ यति यो चाहिँ यहाँ चाहिँ साइनोभियल फ्लुइड हुन्छ कि नै, यो चाहिँ सिर्फ साइनोभियल फ्लुइड हुन्छ। तर यहाँ चाहेको भन्दा धेरै यदि यहाँ अननेसेसरी फ्लुइडहरू यदि जम्मा भयो भने यसले के भनिन्छ हामीले जोइन्ट इफ्युजन भनिन्छ होइन। त्यसपछि स्ट्रेचिङ अफ जोइन्ट क्याप्सुल। जोइन्ट क्याप्सुल भनेको जस्तै अब यो जोइन्ट छ यो जोइन्टको बाहिर लेयरहरूबाट कभर भएको छ कि नै। अब यसको चाहिँ के भयो तनाव भयो स्ट्रेचिङ भए पनि यहाँ के हुन्छ त्यो चाहिँ आर्थराइटिस हुन्छ होइन। इन्फ्लामेसन अफ पेरिआर्टिकुलर बोर्सेई होइन। जस्तै पेरिआर्टिकुलर बोर्सेई भनेको के हो बुझ्नुपर्छ हामीले। जस्तै यो चाहिँ हाम्रो यो के भन्छन् यो जोइन्ट होइन। अब जोइन्टभित्र जुन ठाउँमा जस्तै यो चाहिँ साइनोभियल फ्लुइड हो तर जुन ठाउँमा साइनोभियल फ्लुइड हुने जुन ठाउँमा हुन्छ त्यो चाहिँ स्याक हुन्छ नि त। स्याकमा एउटा स्याक भएको ठाउँमा त्यो चाहिँ भरेको हुन्छ नि त। त्यस स्याकलाई हामीले के भनिन्छ पेरिआर्टिकुलर बोर्सेई भनेको हाम्रो जुन जोइन्टमा जुन रहेको स्याक हुन्छ त्यो स्याकहरूमा यदि इन्फ्लामेसन भयो भने त्यसलाई हामीले के भनिन्छ पेरिआर्टिकुलर बोर्सेई होइन। त्यसपछि पेरिआर्टिकुलर मसल स्पाज्म होइन। पेरिआर्टिकुलर मसल भनेको के हो पहिला त्यो बुझ्नुपर्छ होइन। जस्तै यो चाहिँ हाम्रो जोइन्ट होइन जोइन्टको जुन बाहिरको लेयरबाट जुन लेयर हुन्छ त्यो चाहिँ के हुन्छ मसलले कभर हुन्छ कि नै। यो मसललाई हामीले के भन्छ पेरिआर्टिकुलर मसल भन्छ। अब यसको स्पाम भयो भने स्पाम भनेको अब हुन्छ नि त के उस हुन्छ तन्किनु हुन्छ होइन। स्पाम भनेको अब टेढो हुनु भयो भने त्यस्तो हुन्छ थिच्नु हुन्छ होइन। त्यस्तो भयो भने के हुन्छ हाम्रो आर्थराइटिस हुन्छ। ओके।